हेलो गाइस, म फेरि आज एउटा कन्स्ट्रक्सन म्यानेजमेन्टको न्युमेरिकल लिएर आइसकेको छु। यो न्युमेरिकल हाम्रो टाइम कस्ट ट्रेड अफ टाइपको न्युमेरिकल हो कि यो च्याप्टर 2 को कन्स्ट्रक्सन प्लानिङ एन्ड सेड्युलिङ भन्ने च्याप्टर छ नि कन्स्ट्रक्सन म्यानेजमेन्ट त्यो अन्तर्गत पढ्ने गर्छु कि लास्ट इम्पोर्टेन्ट क्वेसन हो इक्जाम पोइन्ट अफ भ्यूबाट। मैले क्वेसन पनि 2073 को ल्याएको छु, ट्युमा सोधेको क्वेसन हो, आइयुले सोधेको क्वेसन हो। अब यहाँ हाम्रो क्वेसन यस प्रकार रहेछ। यहाँ क्वेसनमा के छ हाम्रो खासमा, मैले धेरै डिटेलमा गइनँ होइन, थ्योरिटिकल पोर्सनतिर गइनँ, जस्ट इक्जाममा कसरी सोल्भ गर्ने तरिकाले म भन्छु है सर्टकटमा। अब यो एक्टिभिटिज छ, त्यसपछि इमिडिएट प्रेडिसियर छ, तपाईँ टाइम दिएछ र कस्ट दिएछ। अब यहाँ हेर्न सक्नुहुन्छ टाइममा दुई टाइपको टाइम छ कि, नर्मल र क्रास टाइम, र कस्टमा पनि नर्मल र क्रास कोर्स हो कि। म हल्का भन्दैछु नर्मल र क्रास कोर्स भनेको डिफ्रेन्स के हो। नर्मल भनेको यस्तो टाइम हो कि जुन कि हाम्रो एउटा स्ट्यान्डर्ड टाइममा प्रोजेक्ट कति टाइम लाग्छ कि स्ट्यान्डर्ड प्रोटोकल फलो गरेर प्रोजेक्टलाई सकाउने टाइम कति हो नर्मली, त्यो भनेको नर्मल टाइम भयो। त्यस्तै अब यतापट्टि क्र्यास टाइम भनेको एउटा जस्ट मिनिमम टाइम हो कि, नर्मलभन्दा मिनिमम टाइम हुने, जहिले पनि मिनिमम टाइम हुन्छ। त्यो भनेको कस्तो हो भन्नाले हाई एक्स्ट्रा मेन पावरहरू ल्याएर जुन काम सुरु सघाउँछौँ नि हामी, त्यो भनेको क्र्यास टाइम हो। अब क्र्यास टाइममा हामी एक्स्ट्रा पैसाहरू खर्च गर्छौँ होइन, लेबरहरू आएपछि एक्स्ट्रा पैसा खर्च भइ नै हाल्छ, त्यसमा हामी त्यो अन्तर्गत हाम्रो क्यास कोस्ट हुन्छ नि जुन बढी भइदिन्छ कि नर्मलभन्दा, इन कम्पेरिजन टु नर्मल क्रास बढी भयो है। त्यही भएर नर्मलमा कस्ट हेर्नुहोस् कम छ क्रासभन्दा, र क्रास बढी छ। त्यस्तै यतापट्टि हाम्रो यता क्वेसनमा के छ, इफ द इमिडिएट कोस्ट इफ द इन्डाइरेक्ट कोस्ट पर युक्स इज आरएस 3000, फाइन्ड द अप्टिमल क्रास प्रोजेक्ट कम्प्लिसन्स टाइम एन्ड करस्पोन्डिङ मिनिमम कोस्ट भनेपछि यहाँ इन्डाइरेक्ट कोस्ट दिएको छैन पर युक्स। यो यस्तो कोस्ट हुन्छ जुन कि हामीले काम गर्ने बेलामा साइटहरूमा हामीले त्यो र मेटेरियलहरू राख्नलाई इक्विपमेन्टहरू राख्नलाई हामीले जुन रुम रेन्टहरू लिन्छौँ, यताउता एक्स्ट्रा खर्चहरू भइदिन्छ कि कहिलेकाहीँ धेरै कुराहरू। त्यो भनेको यस्तो दर हो कि 3000 पर विकले दरले लागिरहेको छ यो प्रोजेक्टमा। त्यस्तै यहाँ अप्टिमल क्रास प्रोजेक्टको कम्प्लिसन टाइम निकाल्न र करस्पोन्डिङ मिनिमम कोस्ट भनेको टाइम कस्ट रेट अफ कोरिलेसन गरेर कि क्रास गरेर हामी टाइम कस्ट र टाइमलाई हामी एउटा एउटा सुइटेबिलिटी गरेर कस्तो दुइटैले कम्पेरिजन गरेर हामी एउटा यस्तो क्रास गरेर एक्टिभिटिज गर्छौँ जुन हाम्रो टाइम एउटा यस्तो तरिका होस्, इकोनोमिकल तरिका हो टाइम के, र त्यसको बजेट इकोनोमिकल बजेटमा कति कम सकेसम्म कम समयमा कम पैसा मिलाएर कसरी प्रोजेक्ट सकाउँछौँ त्यो चिज निकाल्नु पर्ने हो कि। अब यहाँ हेर्न सक्नुहुन्छ एक्टिभिटिज छ, इमिडिएट प्रोसिजर छ। अब यो एक्टिभिटी इमिडिएट प्रोसिजर दिनुको कारण के हो, यो हाम्रो यहाँ यो नदिएर हो कि खासमा, यो पाथ डायग्राम दिएको छैन, त्यही भएर हाम्रो यहाँ एक्टिभिटी र प्रोसिजर दिएको छ है। कुनै कुनै क्वेसनमा यो डाइरेक्ट दियो भने यसको यसको आवश्यकतै पर्दैन कि एक्टिभिटी प्रोसिजरको। सो अहिले के गर्नु पर्यो, हामीले यो डायग्राम बनाउनु पर्यो यसको हेल्पले है। अब योमा हाम्रो के काम लाग्छ, यो प्रोसिजर भनेको यस्तो चिज हो, हाम्रो जुन एक्टिभिटी छ नि एदेखि जीसम्म, यो पहिला हाम्रो ए सुरु हुनको लागि पहिला यो प्रोसिजर सुरु खतम हुनै पर्छ कि। भनेपछि यहाँ अहिलेको केसमा त ए र बीमा त हाम्रो केही छैन नि, भनेपछि यो ए र बी स्टार्टिङबाटै सुरु भएको छ कि, इनिसियली एबाटै सुरु भएको छ, इनिसियली ए र बीबाटै सुरु भएको छ एक्टिभिटी। त्यही भएर सीको लागि त्यस्तै, ए र यो सी र डीको लागि एस सकेपछि बल्ल सी र डी सुरु हुन्छ कि, यो कुरा याद जनाइरहेको छ। पिक्चर भनेको जस्ट पछाडि हुन्छ नि, एभन्दा एस पछाडि, त्यही भएर यो सकेपछि बल्ल यो सुरु गर्ने क्या। त्यस्तै ई र एफको लागि 20 सकेपछि बल्ल ई र एफ सुरु भइरहेछ। त्यस्तै जीको लागि डी र ई सकेपछि बल्ल सुरु भइरहेछ। भनेपछि यसलाई हामी यसको हेल्पलाई हामी कसरी यहाँ ड्रो गर्छौँ, यहाँ हेर्नुहोस् त, ए र बी जुन छ नि केही थिएन नि अगाडि प्रोसिजरमा, भनेपछि ए र बी स्टार्टिङबाटै सुरु भएको छ। सुरुमा एउटा नोट बनाउने 1, र यहाँबाट सुरुबाटै स्टार्टिङ गर्ने ए र बीलाई, दुईवटा एक्टिभिटी छ नि, त्यही भएर दुई भएमा एउटा यतापट्टि एउटा यतापट्टि। त्यस्तै अब ए र बी सकाएपछि अब के सुरु भइरहेछ, एबाट ए सकेपछि ए सकेपछि यहाँ सी सुरु भइरहेछ, डी पनि सुरु भइरहेछ। त्यही भएर एबाट हामी के लाग्छौँ, सी र डी दुइटै लाग्छौँ। यो ए सक्यो त्यसपछि फेरि नोट बनाउने, सक्ने बित्तिकै नोट बनाउने। भनेपछि यहाँ ए सकेपछि हामी यसबाट सी र डी लग्यो, दुईवटा पाथ लग्यो नि, जसले यति बुझ्ने, एउटा सी लग्यो एउटा डी लग्यो। ठिक छ। त्यस्तै अब के गर्छौँ हामी, ई र एफको लागि 20 सकेपछि बल्ल ई र एफ सुरु भइरहेछ होइन। त्यही भएर अब बीतिर हेर्नु पऱ्यो, बी यतापट्टि लगाएछौँ, यता नोट बनायौँ, र 20 सकेपछि हामी के सुरु गर्छौँ, ई यतापट्टि एफ सुरु गऱ्यौँ होइन। अब ई र एफ सुरु गरिसकेपछि अब के छ अर्को, जी गर्नु पऱ्यो। जीको एक्टिभिटीलाई के छ, डी र ई सकेपछि बल्ल जी सुरु हुन्छ। यतापट्टि डी र ई यतापट्टि छैन, भनेपछि हामी अहिले के गरेछौँ, डी र ईलाई एउटैमा जोडेछौँ नि होइन। अघि चाहिँ यसलाई हामी यता यता लगाएको थियौँ, अहिले चाहिँ डी र ईलाई एउटीमा किन जोड्यो भनेपछि डी र ई सकेपछि बल्ल जी सुरु भइरहेछ नि एकैचोटि, डी र ईमा इन्टरडिपेन्डेन्ट छ नि जी। त्यही भएर डी र ईले एउटामा जोडेर एउटा नोट बनाउने, अनि यहाँ नम्बरिङ गर्ने, त्यसपछि यहाँ जी लेख्ने, अनि यो यतापट्टि लग्ने यो वे। भनेपछि यसरी गएपछि लास्टमा के बच्यो, यो एउटा सी र जी र एफको लागि नोट चाहियो नि एउटा, किनभने यो त त्यसपछि कुनै एक्टिभिटी नै छैन होइन।
यो क्वेसनको अनुसार यो एक्टिभिटी अनुसार। त्यही भएर हामी लास्टमा गएर एउटा नोटमा गएर इन्डिङ गरिदिन्छौँ है। अब नम्बरिङ गर्नाले सुरुमा ए गर्नु पऱ्यो, 2 3 4 लास्टमा 5 आइरहेको छ त्यस्तै होइन प्रोसेस अनुसार। अब यसमा हामीले यो बनाउनुको मेन रिजन के हो भन्दाखेरि हामीले मेन गर्नुपर्ने हो यो यहाँबाट थाहा पाउनुपर्ने क्रिटिकल पाथ के। क्रिटिकल पाथ त्यस्तो पाथ जुन लङ्गेस्ट पाथले के लङ्गेस्ट पाथ कुन हो यो एक्टिभिटिजमा त्यसले क्रिटिकल पाथ भन्छ। यहाँ हामी धेरै पाथहरू छ कि वे भनेपछि एकबाट एकबाट यहाँ 5मा पुग्नलाई कतिवटा वेबाट जान सक्छौँ क्या हामी। एउटा यहाँ एबाट एदेखि सी अनि यहाँ पुगिन्छ होइन 5मा। त्यस्तै अर्को बीदेखि ई अनि जीमा पुगिन्छ। त्यस्तै एदेखि डी अनि जीमा पुगिन्छ। त्यस्तै डीदेखि एफमा डाइरेक्ट गएपछि यहाँ 5मा पुगिन्छ होइन। त्यही अनुसार यस सबैमा सबभन्दा लङ्गेस्ट पाथ कुन हो कि। अब लङ्गेस्ट पाथ पत्ता लगाउनलाई हामी यहाँ 8 6 9हरू लेखेका छौँ नि। त्यो भनेको हाम्रो यस क्वेसनमा जुन छ नि नर्मल ड्युरेसन टाइम पर विकको युनिट्समा दिएको छ त्यसलाई लेख्नु पऱ्यो कि। ए को करस्पोन्डिङमा 8 छ नि, बी को करस्पोन्डिङमा 10 छ। त्यस्तै यहाँ लेखेको हो ए को करस्पोन्डिङमा 8 बी को करस्पोन्डिङमा 10 त्यस्तै डिइएफ सबैको लागि लेखेको छ है। अब यसलाई जोड्दै जाने कि यो एउटा पाथ फलो गर्नलाई 1 देखि 2 2 देखि 5मा जानलाई एउटा ए लियो सी लियो है। अब ए र सी को लागि यहाँ त एमा के छ 8 र सीमा 6 छ। 8 + 6 कति हुन्छ 14। त्यस्तै 1 2 4 अनि 5मा पुग्छौँ। त्यसै 1 देखि 1 2 4 5मा कतिवटा एक्टिभिटी छ एउटा ए छ एउटा डी छ एउटा जी छ। तिनटैले जोड्ने अनि लेख्ने कि। यो सबै क्यालकुलेसन गरेर जुन लङ्गेस्ट आउँछ नि त्यो भनेको हाम्रो क्रिटिकल पाथ हुन्छ। त्यही भएर यहाँ हामी टेबलमा लेखेका छौँ पाथ बनाउने ड्युरेसन लेख्ने। यहाँ पाथमा एउटा यो पाथ छ एउटा यो पाथ छ एउटा यो सबैको यहाँ ड्युरेसन दिएछ होइन। क्यालकुलेसन जोडेर लेखेका छौँ यहाँ सबैमा। सबभन्दा लङ्गेस्ट कुन छ यहाँ 25 छ नि। 25 कसको करस्पोन्डिङ गर्छ बिइजी। त्यही भएर बिइजी जुन पाथ छ नि हाम्रो क्रिटिकल पाथ हो है लङ्गेस्ट पाथ। यो किन निकाल्ने फेरि अब क्रिटिकल पाथ हामी किनभने हामीले गर्नुपर्ने हो क्र्यास गरेर अप्टिमल ड्युरेसन निकाल्ने हो कि। त्यसको लागि क्र्यास गर्नै पर्छ। अब क्र्यास कसरी गरिन्छ त्यो बिस्तारै हेर्दै जाँदा अब यो क्र्यास गर्न सबभन्दा पहिला हामी एउटा एक्टिभिटी चुज गर्छौँ कि पाथ चुज गर्छौँ। त्यो पाथ चुज गर्नलाई हामी क्रिटिकल पाथ फलो गरेर जान्छौँ कि। क्रिटिकल पाथ जुन हुन्छ नि सबभन्दा पहिला त्यसलाई क्र्यास गर्ने। अब यहाँ बिइजी छ नि त्यही भएर बिइजीलाई क्र्यास गर्छौँ हामी। अब बिइजीमा 3वटा एक्टिभिटी छ गर्नुपर्ने क्र्यास एक्टिभिटी बाई एक्टिभिटी हुन्छ कि। पहिला एउटा एक्टिभिटी त्यसपछि अर्को त्यसपछि त्यस जाँदै गर्ने कि फलो गर्दै गर्ने। त्यही भएर अहिले बिइजीमा 3वटा एक्टिभिटी छ। तिनटैमा बिई र जीमा कुनलाई पहिला क्र्यास गर्ने। अब त्यसको लागि हामी के गर्छौँ पहिला एउटा क्यालकुलेसन गरिहालौँ सानो होइन। पहिला डाइरेक्ट कोस्ट र इन्डाइरेक्ट कोस्ट निकाल्छौँ प्रोजेक्टको। डाइरेक्ट कोस्टमा के गर्छौँ पहिला सबभन्दा पहिला जुन हाम्रो यो नर्मल कोस्ट दिएछ नि क्वेसनमा त्यो सबैको सम गरेर आउने कोस्ट नै डाइरेक्ट कोस्ट हो कि सिम्पल। सुरुको डाइरेक्ट कोस्ट भनेको त्यही हो सबैको सम गरिदिएछ क्या। त्यो भएर 22,500 आयो है। त्यस्तै अब इनडाइरेक्ट कोस्टमा के छ हाम्रो इनडाइरेक्ट कोस्टमा यहाँ इनडाइरेक्ट कोस्ट पर युक्स 3,000 दिएछ नि। यो पर युक्सको रेन्जमा छ तर हाम्रो कति टाइम लागिरहेछ टोटल बिजी एक्टिभिटीलाई यही लिएछ नि हामी क्रिटिकल 25 लागिरहेछ। त्यही भएर 25 × 3,000 गर्ने अनि 75,000 भइरहेछ है। 1 2 3 4 5 6 7 1 2 3 4 5 6 7 ठिक छ है। अब यहाँ हामीले गर्नुपर्ने इन्डाइरेक्ट कोस्ट आयो। त्यसपछि के गर्छौँ सम गरिदिन्छौँ हामी टोटल प्रोजेक्टको कोस्ट कति हुन्छ डाइरेक्ट र इन्डाइरेक्ट गरेपछि दुइटैको सम 97,500 भयो। अब त्यसपछि अर्को स्टेप के गर्नु पर्यो मैले भनेको थिएँ अघि बिई र जीमा यो जुन एक्टिभिटी छ नि बिइजी त्यसमा हामीले कुनलाई क्र्यास गर्ने त्यो थाहा पाउनलाई हामी के गर्छौँ कस्ट स्लोप निकाल्छौँ कि। अब त्यो निकाल्नलाई कस्ट स्लोप निकाल्नलाई हामी एउटा टेबल बनाउँछौँ। सबभन्दा पहिला टेबलमा के गर्छौँ एक्टिभिटी लेख्छौँ एदेखि जीसम्म। त्यसपछि यहाँ के गर्छौँ डिफरेन्स इन कस्ट गर्छौँ के। जुन क्वेसनमा थियो नि हाम्रो यो कोस्ट यसको डिफरेन्स गर्ने है। अब यसमा ठुलो कुन छ क्र्यास छ नि। क्र्यास माइनस नर्मल गर्ने सिम्पल फर्मुला त्यही हो क्र्यास माइनस नर्मल। जो सबै क्र्यास ठुलो हुन्छ यो माइनस यो माइनस यो गर्दै गर्ने अनि यहाँ हामी के गर्छौँ यहाँ लेख्छौँ कोस्टमा। त्यस्तै डिफरेन्स इन ड्युरेसनमा पनि सेम त्यही गर्छौँ कि नर्मल माइनस क्र्यास गर्छौँ किनभने नर्मल ठुलो छ क्र्यास सानो छ त्यही भएर नर्मल माइनस क्र्यास जस्ट उल्टो है। त्यो गरेर हामी यहाँ क्यालकुलेसन निकाल्यौँ यहाँ सबै आइसक्यो। त्यसपछि के गर्छौँ हामी कस्ट स्लोप निकाल्छौँ। यसको लागि के छ फर्मुला यो डेल सीलाई केले डिनोट गर्छौँ डिफरेन्स इन कस्टले र डेल टीलाई केले डिनोट गर्छौँ डिफरेन्स इन ड्युरेसनलाई। सो डेल सी बाई डेल टी गर्ने कि जुन आउँछ नि त्यही कस्ट स्लोप हो। यो यहाँबाट यो क्यालकुलेसन गरिसकेपछि के हुन्छ यहाँ हेर्नुहोस् 300/3 100 300/2 150 यसरी गरेर आएछ नि सबै। यसमा सबभन्दा सानो जुन हुन्छ नि त्यसलाई पहिला क्र्यास गर्ने कि। अब फेरि सबभन्दा सानोलाई क्र्यास गर्ने यहाँ सबभन्दा सानो 75 छ यो क्र्यास हुँदैन है। किन क्र्यास हुँदैन किनभने हामीले गर्नुपर्ने एक्टिभिटिज पहिला हामीले गर्नुपर्ने पाथलाई क्र्यास बिइजीलाई। त्यही भएर बिइजीमा सबभन्दा सानो लिनु पऱ्यो कि
बिजी कुन छ यहाँ हेर्नुहोस् त, बीमा कति छ 150, ईमा कति छ 200, जीमा कति छ 350। सो बिईजीमा सबभन्दा सानो कुन छ 150 वाला, यानि बीको भयो। त्यही भएर बीलाई पहिला क्र्यास गर्ने। अब बीलाई क्र्यास गर्नलाई कतिले क्र्यास गर्ने कि त्यसको लागि हामी के गर्छौँ, करस्पोन्डिङ टाइम हेर्छौँ कि बीको करस्पोन्डिङ डिफरेन्स कति छ, ड्युरेसन 2 छ नि। सो बीलाई हामी 2ले क्र्यास गर्छौँ है। त्यही कुरा यहाँ लङ्ग्वेजमा लेखेको छ, activity B has the lowest cost slope among the activity B is G, therefore crash the activity B by 2x है। बुझ्यौ नि यो कुरा। त्यही भएर पाथ पहिला अब यहाँ टेबल बनाउने एउटा पाथ ACADGBF अघिकै पाथहरू के अघिकै कुरा के यो जुन छ नि टेबल सेम त्यही टेबल बनाउने, तर जस्ट के गर्नु पर्यो, जुन जुन बी छ नि त्यसलाई क्रास गरिरहेको छ नि 2 विकले। सो जहाँ जहाँ बी छ नि त्यसलाई 2 मैले माइनस गरिदिने क्या त्यहाँबाट। यो 14 छ नि 14 को 14 राख्ने, अर्कोमा 22 को 22 राख्ने, यहाँ 25 बीमा 25 छ नि यसलाई 2ले गर्नु पर्यो, 25 माइनस 2 गर्ने कति आउँछ 23। यहाँ 23 माइनस 2 गर्ने कति आउँछ 21, त्यही यहाँ लेखे हो कि। हेर्नुहोस् 25 माइनस 2 23, 23 माइनस 2 21 है। यो क्यास गरिसकेपछि अब के गर्छौँ हामी, फेरि अब डाइरेक्ट कोस्ट निकाल्छौँ, डाइरेक्ट कोस्ट निकाल्छौँ, दुइटैलाई जोड्छौँ अनि जे आउँछ टोटल कोस्ट भयो है। अब यहाँ क्रास गरेपछि एउटा एक्स्ट्रा कोस्ट के आउँछ हाम्रो, एक्स्ट्रा कोस्ट अफ क्रासिङ आउँछ कि जति दिनले क्रास गरिरहेको छौँ नि त्यसको करस्पोन्डिङ स्लोपले मल्टिप्लाई गर्यो भने त्यहाँबाट त्यसले हाम्रो एक्स्ट्रा कोस्ट दिन्छ क्या। जस्ट डाइरेक्ट कोस्टमा त्यही एउटा एड गर्नुपर्ने चिज हो। त्यही भएर हाम्रो यो जुन बी ल्याएको थियो नि पहिला बीलाई क्रास गऱ्यो कतिले 2ले, सो करस्पोन्डिङ स्लोप कति छ 150 छ नि, अनि यसले मल्टिप्लाई गर्ने 2 इन्टु 150 भनेपछि 300 भयो। त्यही भएर यो 300लाई डाइरेक्ट कोस्टमा एड गरिदियो भने जुन कोस्ट आउँछ नि त्यो डाइरेक्ट कोस्ट हो कि। अब यो कति, यो 22,500 कहाँबाट आयो, जुन जस्ट एक स्टेप पछाडि जाने कि कति चाहिँ डाइरेक्ट कोस्ट हाम्रो यहाँ निकालेको थियौँ सबैको सम गरेर 22,500 थियो नि हो। त्यही 22,500लाई सरी कहाँ गयो, 22,500मा यो एक्स्ट्रा कोस्ट 300 जोड्यो भने यहाँ 22,800 आउँछ नि, त्यो भनेको डाइरेक्ट कोस्ट हो। र इन्डाइरेक्ट कोस्टलाई के गर्छौँ हामी, क्रिटिकल ड्युरेसन इन्टु इन्डाइरेक्ट कोस्ट हो, डाइरेक्ट इन्डाइरेक्ट कोस्टको रेट हो पर युजको रेटले। जुन क्वेसनमा इन्डाइरेक्ट कोस्ट कति दिएछ 3,000 छ नि हो, 3,000 र क्रिटिकल ड्युरेसन कति भयो हेर्नुहोस् त, योभन्दा जस्ट यो टेबलमा सबभन्दा लङ्गेस्ट कुन छ यसमा 23 छ नि, क्रिटिकल पाथ बिइजीको 23 छ। त्यही भएर हामी 23ले मल्टिप्लाई गर्छौँ 3,000लाई भनेपछि 69,000 है। टोटल कोस्ट लागि दुइटैले सम गरिदिनु, डाइरेक्ट इन्डाइरेक्टलाई सम गरेपछि 51,800 आयो। त्यसपछि गर्नुपर्ने चिज के हो, फेरि योभन्दा जस्ट एक स्टेप पछाडिको टेबल हेर्छौँ र यसमा सबभन्दा क्रिटिकल पाथ कुन हो बिइजीमा 23 आइरहेछ नि, हेर्नुहोस् त यो 23 वाला। सो यसलाई अब फेरि क्र्यास गर्नु पर्यो किनभने हाम्रो त क्रिटिकल त्यही थियो पिइजी। यसमा मैले बी गऱ्यौँ त्यसै बाँकी के रह्यो, ई र जी बाँकी रह्यो। अब ई र जीमा सबभन्दा सानो स्लोप कुन हो, ई कहाँ गयो, यहाँ रहेछ, ईको करस्पोन्डिङ स्लोप 200 र जीको 350 भनेपछि ईलाई गर्नु पऱ्यो नि, ई सानो छ 350 भन्दा 200। त्यही भएर ईलाई क्रास गर्ने, तर कतिले गर्ने छ करस्पोन्डिङ ड्युरेसन डिफ्रेन्स कति छ 1 छ नि, त्यही भएर 1ले क्रास गर्ने। यसको एक्स्ट्रा कोस्ट कति आउँछ 1 इन्टु यसको करस्पोन्डिङ 200 है, एक्स्ट्रा कोस्ट याद राख्नु है। त्यही भएर अहिले अहिले क्रास गर्नु पऱ्यो ईलाई 1ले, जहाँ जहाँ ई छ त्यहाँ 1ले माइनस गर्ने यो ड्युरेसनमा। अहिले एसी एडी यसमा छैन, 14 को 14 22 को 22 रहन दिने अर्को टेबलमा म देखाउँछु है। र बिएफमा पनि ई छैन, 21 को 21 रहन दिने, जस्ट चेन्ज गर्नुपर्ने 23 माइनस 1 गर्ने किनभने यहाँ ई छ नि हो। हेर्नुहोस् 14 22 जस्ताको जस्तै छ, 21 पनि जस्ताको जस्तै छ, यहाँ 23 माइनस 1 यानि 22 भयो है। यो कुरा भयो। त्यसपछि के गर्छौँ हामी एक्स्ट्रा कोस्ट निकाल्छौँ, सेम अब प्रोसेस रिपिट गर्दै जाने कि। एक्स्ट्रा कोस्टको लागि एक्स्ट्रा कोस्ट कति छ यहाँ, एक्स्ट्रा कोस्ट अफ क्रासिङ 1ले गर्नुपर्ने होइन, 1 इन्टु 200 भनेको थिएँ नि मैले, जस्ट करस्पोन्डिङ ई कहाँ गयो, ई 1 इन्टु 200 करस्पोन्डिङ स्लोप। त्यस्तै अब डाइरेक्ट कोस्ट भनेको जस्ट एक स्टेप पछाडिको कोस्टमा यो कतिले एक्स्ट्रा कोस्टलाई जोडिदियो भने डाइरेक्ट कोस्ट आउँछ। योभन्दा पछाडि कति थियो डाइरेक्ट कोस्ट 22,800 थियो नि हो, यहीँ 22,800लाई हामी 200 जोडिदियो भने एक्स्ट्रा कोस्ट 23,000 भयो। त्यस्तै इन्डाइरेक्ट कोस्टको लागि हामी के गर्छौँ, यसमा सबभन्दा म्याक्सिमम् कुन छ 22 छ ड्युरेसन, यो टेबलमा 22 इन्टु 3,000 गर्ने 66,000 आयो। त्यस्तै टोटल कोस्ट कति गर्नु पऱ्यो, यो दुइटोको सम गरिदिनु 89,000 भइहाल्यो होइन। त्यसपछि के गर्छौँ फेरि हामी यो टेबललाई फलो गरेर यसमा सबभन्दा क्रिटिकल कुन हो 22 हो। 22 भनेको दुइटामा आइरहेको छ भनेपछि यो दुइटैले क्रास गर्नु पऱ्यो। दुइटैबाट कुनलाई पहिला क्रास गर्ने, त्यही हामी स्लोप हेर्छौँ नि। अब पहिले अहिलेको केसमा के भन्नु, दुइटामा यदि आयो भने सबभन्दा पहिला कमनलाई प्रायोरिटी दिने कि, कमन यसमा कुन कुन छ, एउटा जी मात्र कमन छ नि, किनभने बी त अलरेडी क्रास भइसक्यो, यसलाई क्रास गर्ने कुरै भएन कि। गर्नुपर्ने चाहिँ ए डी जी हो मात्र कि। अब यो तिनटैमा कमन कुन छ, जी छ नि दुइटैमा, सबभन्दा पहिला डीलाई जीलाई क्रास गरिदिने। यदि यस्तो कमन नआएको भए हामी के गर्थ्यौँ, स्लोप लिएर प्रिफर गर्थ्यौँ, जसको स्लोप सानो छ नि एडिजीलाई एडिजीमा त्यसलाई क्रास गर्नुपर्ने थियो होइन। तर अहिले चाहिँ कमन जुन आउँछ नि त्यसलाई प्रायोरिटी दिने दुइटा केस आयो भने, किनभने यहाँ दुइटा छ नि क्रिटिकल 22 हाइएस्ट। त्यही भएर अहिले दुइटा ल्याउँ, दुइटैमा जी कमन छ, त्यही भएर जीले पहिला क्रास गर्ने। यही कुरा यहाँ लङ्गेजमा लेखेको छौँ है, सिन्स द एक्टिभिटी जी इज कमन इन बोथ द एक्टिभिटिज सो द क्रास द एक्टिभिटी जी बाई 2x है। यो भएपछि फेरि हामी पाथ बनाउँछौँ र जहाँ जहाँ जी छ नि त्यहाँ त्यहाँ कतिले क्रास गर्नु पऱ्यो
हेर्नुहोस् त जी 2 छ नि 2 विक्स र तर करस्पोन्डिङ कस्ट लगभग चाहिँ 350 भनेपछि यो हाम्रो एक्स्ट्रा कस्ट निकाल्नलाई 2 इन्टु 350 गर्छौँ र क्रास गर्नलाई 2 ले गर्छौँ जहाँ जहाँ जी छ नि त्यहाँ 2 ले माइनस गर्छौँ भनेपछि कुन टेबल माइनस गर्छौँ 2 ले यो टेबलमा होइन यहाँ 14 छ जी छ छैन 14 जस्तो त्यस्तै राख्ने यहाँ जी छ यहाँ जी छ भनेपछि यहाँ 22 माइनस 2 22 माइनस 2 गर्छौँ र बिएफमा केही छैन 21 को 21 राख्छौँ यहाँ हेर्नुहोस् 14 यहाँ 22 माइनस 2 22 माइनस 2 21 को त्यस्तै त्यस्तै राख्छौँ होइन यतिबाट के थाहा पायौँ हामी यहाँ एक्स्ट्रा कोस्ट निकाल्छौँ फेरि 2 इन्टु 350 यसो करस्पोन्डिङ सुलभ थियो होइन जीको करस्पोन्डिङ अनि डाइरेक्ट कोस्टमा हामी के गर्छौँ जस्ट एक स्टेप पछाडिको डाइरेक्ट कोस्ट कति थियो 23,000 छ नि 23,000मा के गर्छौँ एक्स्ट्रा कोस्ट जोडिदिन्छौँ 700 भनेपछि 23,700 इन्डाइरेक्ट कोस्टमा के गर्छौँ क्रिटिकल ड्युरेसन इन्टु डाइरेक्ट कोस्ट पर युक्स भनेपछि यो टेबलमा यस पछाडिको टेबलमा कति थियो क्रिटिकल सबभन्दा हाइएस्ट कुन छ 21 छ नि 21 इन्टु गर्छौँ अब 21 इन्टु 3,000 यानि 63,000 भयो सबभन्दा म्याक्सिमम लिने क्या सिम्पल यो ड्युरेसन जुन म्याक्सिमम छ नि त्यसले मल्टिप्लाई गर्ने इन्डाइरेक्ट कोस्टको लागि 3,000मा अनि 63,000 टोटल कोस्टलाई दुइटैले सम गरिदिन्छौँ आयो होइन त्यस्तै अब के गर्छौँ नाउ अहिले अब यसमा हामी के गर्छौँ अब हेर्नुहोस् त यहाँबाट 14 20 20 21 अब यहाँसम्म त क्रिटिकल कुन छ 21 छ नि हाइएस्ट भनेपछि अहिले बिएफलाई गर्नु पऱ्यो नि अब यहाँ हेर्नुहोस् त बिएफमा हामी बी गरिसकेका छौँ बाँकी के रह्यो होइन बी त यसमै क्रास गऱ्यौँ नि त्यो गर्नु परेन जुन क्रास गरिसक्यौँ त्यसलाई गर्नै पर्दैन एफ बाँकी छ एफलाई क्रास गर्नु पऱ्यो एफलाई क्रास गर्नले के गर्छौँ हामी यहाँ एफ क्रास हुँदैन कि किन हुँदैन भन्दाखेरि म यहाँ देखाउँछु तपाईँहरूलाई एउटा कुरा यो जुन क्वेसनमा थियो नि हाम्रो हेर्नुहोस् त एफमा जुन छ नि क्रास कोर्स दिएको छैन नि क्रास कोर्स कोस्ट नदिएको बेलामा हामी त्यसलाई क्रास गर्न मिल्दैन कि किनभने क्रास कोस्टै दिएछ भने के क्रास गर्नुहुन्छ त्यसमा केही गर्न मिल्दैन नि हेर्नु नर्मल क्रासको दुइटै रेट एउटै हो यहाँ जिरो आइदिन्छ क्या सिम्पल त्यही भएर एफलाई क्रास गर्न मिलेन सो अब के गर्छौँ हामी अहिले यो क्रास गर्न मिलेन त्यसै के बाँकी रह्यो अब 21 पछि 20 बेला हाइएस्ट भयो भनेपछि अहिले हामी के गर्छौँ बिइजीलाई कि त एडिजीलाई गर्छौँ होइन अब यसमा हेर्नुहोस् त बिइजीमा यो त अलरेडी क्रास भइसक्यो तिनटै क्रास भइसक्यो बी पनि गइसक्यो ई पनि भइसक्यो जी पनि भइसक्यो मैले यसो कुरी छोडा यसो लेआउट आइदिउँ होइन के बाँकी रह्यो एडिजीमा जी भइसक्यो बाँकी के रह्यो ए र डी अब ए र डीमा केलाई क्रास गर्ने ए र डीलाई क्रास गर्नलाई पहिला हामी के प्रिफर गर्छौँ कस्ट फ्लप हेर्छौँ ए र डी होइन ए र डीको क्रासमा हेर्नुहोस् त एको डीको करस्पोन्डिङ 75 छ स्लोप र एको 100 छ भनेपछि हामी पहिला डीलाई क्रास गर्छौँ किनभने डीमा 75 छ नि र यसो कतिले क्रास गर्छौँ यसको डिफ्रेन्स र ड्युरेसन कति 3ले त्यही भएर 3 इन्टु सरी 3ले माइनस गर्छौँ जहाँ जहाँ डी छ नि त्यो टेबलमा त्यसलाई 3ले माइनस गर्छौँ र एक्स्ट्रा कोस्ट निकाल्नलाई 3 इन्टु 75 गर्छौँ है यो कुरो ध्यान राख्नु म अहिले पछि देखाउँदिनँ अहिले देखाइदिउँ त्यसपछि यहाँ हेर्नुहोस् अब कहाँ थियौँ हामी हो अब यसमा हामी केलाई माइनस गर्नु पऱ्यो जहाँ जहाँ डी छ नि त्यहाँ माइनस गर्नु 20 माइनस 2 गर्छौँ होइन 20 माइनस 3 गऱ्यौँ होइन यो जस्ताको तस्तै रह्यो किनभने यहाँ डी छैन बिएफमा पनि डी छैन जस्ताको तस्तै हेर्नु त 14 20 21 14 20 21 होइन जस्ट एउटा डी यसमा छ नि त्यही भएर 20 माइनस 3 गरेर किनभने 3ले क्रास हुन्छ नि डी सो 20 माइनस 3 17 भयो अब यहाँबाट हामी एक्स्ट्रा कोस्ट निकाल्छौँ 3 इन्टु 75 होइन त्यसको करस्पोन्डिङ स्लोप डीको अनि इन्डाइरेक्ट कोस्ट डाइरेक्ट कोस्टमा के गर्छौँ योभन्दा जस्ट अगाडिको कोस्टमा यो 225 जोडिदियो भने आइहाल्यो होइन इन्डाइरेक्ट कोस्टमा के गर्छौँ हामी यसमा सबभन्दा क्रिटिकल कुन छ 21 छ नि म्याक्सिमम् अनि 21 इन्टु 3,000 गर्छौँ यहाँ 63,000 आयो त्यस्तै टोटल कोस्ट अफ कति हुन्छ डाइरेक्ट कोस्ट प्लस इन्डाइरेक्ट भने दुइटैको सम गरिदियो कति आयो 86,925 भनेपछि यहाँ हेर्नुहोस् त अहिले के एउटा नोटिस गर्नुपर्ने कुरा के हो हामीले जति टोटल यो जुन छ नि टोटल कोस्ट आउँछ नि डाइरेक्ट इन्डाइरेक्ट जोडेर यसमा हामीले हेर्नुपर्ने चाहिँ जतिको टोटल कोस्ट छ नि सबैमा घट्दै गएको छ क्या स्टार्टिङदेखि घट्नै पर्छ क्या क्रास गर्नलाई कोस्ट घटाइदिन्छ क्या त्यसले इकोनोमिकल बनाइदिन्छ जति बेला बढ्छ नि त्यति बेला हामी क्रासको रोकिदिन्छौँ क्या क्रास गर्दै जानु किन जथाभावी क्रास गरिरहेको छौँ अनलिमिटेड त्यो अनलिमिटेड गर्नु पर्दैन यहाँ हेर्नुहोस् है सुरुमा हाम्रो टोटल कोस्ट कति आएको छ यो 97,500 त्यसपछि कति आएछ हेर्नुहोस् है ध्यान दिएर 91,800 भनेपछि 97,बाट 91,800 घटेछ नि त्यस्तै यसपछि के हेर्नुहोस् टोटल कोस्ट 89,000 भनेपछि 91,800बाट 89,000 फेरि घट्यो नि अब हेर्नुहोस् फेरि 89,000 भयो नि त्यस्तै अब फेरि हेर्नुहोस् 89,000 पछि 80 हेर्नुहोस् त यहाँ 86,700 छ नि ठ्याक्कै 89,000बाट 86,700 भयो घटेको छ त्यसपछि हेर्नुहोस् अब है यहाँ 86,925 फेरि बढेछ नि यहाँ ठ्याक्कै बढ्यो है 8700बाट यहाँ 86,700बाट यहाँ 86,925 भनेपछि यो यहाँबाट प्रोजेक्ट हाम्रो अनइकोनोमिकल भइरहेछ कि त्यसपछि अब रोकिदिनु पऱ्यो क्रास गर्नु भएन क्रास रोकेर अब हामी एन्सर लेख्ने बेलामा के गर्छौँ अप्टिमल ड्युरेसन प्रोजेक्ट लेख्नलाई जस्ट एक स्टेप पछाडि के यो जुन प्रोसेस गऱ्यौँ नि अहिले जस्ट एक स्टेप पछाडिको प्रोसेस कुन हो
यो टेबल हो नि, यसमा सबभन्दा म्याक्सिमम टाइम कुन हो? क्रिटिकल 21 हो नि बिएफ एक्टिभिटिजको। सो हाम्रो अप्टिमम ड्युरेसन टाइम 21 हुन्छ होइन। र यसको करस्पोन्डिङ मिनिमम प्राइस कति हुन्छ पैसाको प्रोजेक्टको कोस्ट 86,700, किनभने यही टेबलबाट त यो कोस्ट आएको छैन टोटल कोस्ट, त्यही भएर यो लेख्नु पऱ्यो। सो यहाँ हाम्रो एन्सर अप्टिमम ड्युरेसन फर प्रोजेक्ट 21 विक्स एन्ड विथ मिनिमम कोस्ट 86,700। यदि क्वेसनले यदि तपाईँको मिनिमम ड्युरेसन सोध्यो भने यसमै थपिदियो भने हामी त्यो बेला के गर्छौँ, यो बिइजी जुन मिनिमम छ नि बिइजीको एडिजीको 17 यो लिन्छौँ के, बुझ्यौ नि। यति गरेपछि हाम्रो यो क्वेसन यहीँ सकिन्छ। यति यहाँबाट हाम्रो 8 मार्क आइदिन्छ कि यसरी गऱ्यो भने। सो आजको लागि यतिकै, अर्को भिडियो लिएर आउनेछु छिटै नै। हस् त, धन्यवाद, थ्याङ्क यू।